त्यसै गरी अन्य पात्रहरू पनि असाध्यै चाहिँ लाइभली एक्टिङ। मैले त नाटक हेरिरहेको छु भन्ने पनि बिर्सेँ। तपाईँहरूले यति राम्रोसँग एक्टिङ गर्नुभयो कि त्यो उसमा म डुबेँ। खुसी छौँ हामीमा आज दाई आउनु भएको छ। दाईको मुखबाट हामी केही दुई शब्द सुन्न चाहन्छौँ। थोरै दाई रिक्वेस्ट गरेँ ताकि कलाकारको अझै हौसला बढोस् भनेर। हजुरलाई मञ्चमै निक्ल्याउँछु प्लिज। मैले त धेरै इन्जोय गरेँ तपाईँहरूले नि होइन, धेरै इन्जोयबल भयो। एक हिसाबले उहाँहरूको क्यारेक्टराइजेसन यति विविधता थियो। हरेक क्यारेक्टरले चाहिँ नि आफ्नो आफ्नो किसिमको भाव बोकिरहेको थियो। विशेष गरिकन मैले सिपाहीहरूलाई हेरेको थिएँ। सबै सिपाही सामूहिक हिसाबमा सिपाही नै हो, तर हरेक सिपाहीको चाहिँ बेग्ला बेग्लै व्यक्तित्व छ। अनि त्यसै गरी अन्य पात्रहरू पनि असाध्यै चाहिँ लाइभली एक्टिङ। मैले त नाटक हेरिरहेको छु भन्ने पनि बिर्सेँ। तपाईँहरूले यति राम्रोसँग एक्टिङ गर्नुभयो कि त्यो उसमा म डुबेँ। त्यस कारण आई रियली इन्जोयड। 20 मिनट बस्छु भने पुरै नाटकमा बस्यो। म छोडेर जानै सकेँ होइन। 20 मिनटपछि मेरो मिटिङ थियो उता, त्यो पनि छोड्यो। पुरै नाटक हेर्नु मन लाग्यो। सो थ्याङ्क यू भेरी मच। धेरै धेरै धन्यवाद छ।